ल साथीहरू, आज हामी चीन प्रवेश गरेका छौँ। हेलो गाइज, वेलकम ब्याक टु माई च्यानल। आज हामी लिएर जाँदैछौँ वाइवाई चाउचाउ नेपालबाट चीनसम्म। यो जर्नी सजिलो छैन, डेन्जरस रोड र लङ ड्राइभ अनि बोर्डर चेकिङ। भिडियो पुरा हेर्नु होला है त। सो ढिला नगरिकन मैले गाडी स्टार्ट गरिसकेँ। अब यहाँ चाहिँ हामी चिलपारामा सर र वाइवाई कम्पनीमा जानुपर्छ। हर्न बजाउँदै सर र जाँदैछौँ। कस्तो लाग्यो मेरो हर्न भन्नु त। दायाँ बायाँ हेरेर टक्क जानुपर्छ हामी चाहिँ। अगाडि हल्का जाम लागेको रहेछ यहाँनिर। अब चाहिँ हामी सर जान्छौँ, हामी राइट साइडतिर जान्छौँ हामी यहाँबाट। अनि सिधै वाइवाई कम्पनीले चाहिँ हामीलाई चीनसम्म चाहिँ वाइवाई पुऱ्याउनु पऱ्यो भनेर। यो ट्रक चाहिँ सिनो ट्रक हो होइन। टक्क हामी जाँदैछौँ सिनो ट्रक लिएर। सरररर देख्न सक्नुहुन्छ बवाल र यहाँ राधाकृष्णको छ, पछाडि महादेवको छ र नेपालको झन्डा बोकेर सरर हामी चीनतर्फ जाँदैछौँ। यहाँबाट चाहिँ सरर जानुपर्छ कन्टिन्यू। अगाडि पुलिस चेकिङ रहेछ। यो ट्रक चाहिँ बवालै लाग्यो लुक्स चाहिँ मलाई चाहिँ। म चाहिँ फर्स्ट टाइम ड्राइभ गरेको यो ट्रक चाहिँ। जे होस् बवालै लुक्स छ, दामी, हेर्दा पनि मजा आउने खालको। यो चाहिँ आइसु गेमिङमा चाहिँ छ है। तल मैले लिङ्क चाहिँ डिस्क्रिप्सनमा राखिदिन्छु गाइज होइन। मलाई चाहिँ हल्का रुगाखोकी लागेको भएर चाहिँ बोल्न मिलिरहेको छैन। अनि हामी चाहिँ अहिले वाइवाई कम्पनीमा आइसकेको छौँ, फ्याक्ट्रीमा आइसकेको छौँ। अब यहाँबाट हामीले लोड लिएर चीनतर्फ लाग्नुपर्छ। अनि बाटोको के हुन्छ होइन सबै देखाउनेछु। भिडियोलाई चाहिँ अन्तिमसम्म हेरेर लाइक, कमेन्ट अनि सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु। यो चाहिँ मेरो भर्खर स्टार्ट भएको च्यानल हो, नयाँ च्यानल हो। सो माया देखाइदिनु पऱ्यो सबैजनाले। अनि यो चाहिँ बस सिमिलर इन्डोनेसिया गेम हो, नेपाली भर्जनमा नेपाली ट्राफिक मोड लगाएर खेलेको मैले चाहिँ। अनि सबै कुराहरू मैले तल डिस्क्रिप्सनमा राखिदिन्छु, त्यहाँ गएर चाहिँ चेकआउट गर्न सक्नुहुन्छ। अनि हामी चाहिँ अहिले भित्र छिरिसकेको छौँ वाइवाई फ्याक्ट्रीमा। अनि भित्र चाहिँ अगाडि रेडी छ अरे वाइवाई प्याकेटहरू सबै पहाडी लोड गरेर। अनि चाहिँ हामी चाहिँ सिधै चीनतर्फ लाग्नेछौँ। अनि ढिला नगरिकन हामी चाहिँ पहिला लोड लिनु पऱ्यो होइन। लोड सोड गरेर अनि टक्क लाएर चाहिँ यो सिनो ट्रक लिएर दामी चिलपारामा चाहिँ हामी हिँड्नुपर्छ। यहाँभित्र चाहिँ हैछ लोड गर्ने। हामीले चाहिँ यहाँभित्र गाडी छिराउँदैछौँ, ट्रक छिराउँदैछौँ। टक्क लुक चाहिँ बवाल हो कि यो डेन्टिङ पेन्टिङ चाहिँ दामी लागेको मलाई। ग्राफिक्सहरू यो होइन दामी छ। जेस यो चाहिँ मस्त मजा आइरहेको छ खेल्नलाई। अनि टक्क हामी यहाँनिर देख्न सक्नुहुन्छ वाइवाई सबै हालिसक्यौँ, ढोका लगाइसक्यौँ। अब चाहिँ हामी निस्किँदैछौँ है। अहिले चाहिँ हामी फ्याक्ट्रीबाट लोड लिएर निस्किँदैछौँ। ट्रक पुरै वाइवाई चाउचाउले भरिएको छ। यो सामान चीनसम्म पुऱ्याउनु चाहिँ एकदमै सेफ तरिकाले पुऱ्याउनु पर्छ। मैले चाहिँ टक्क लाएर हामी चाहिँ निस्किँदैछौँ होइन। सरर देख्न सक्नुहुन्छ पुरै कन्टेनर छ। सिफ्टहरू पनि जाँदो रहेछ यहाँबाट। अनि सरर हामी चाहिँ निस्किँदैछौँ। हामीलाई अब बोर्डर क्रस गरेर मुस्ताङबाट चाहिँ जानुपर्छ। हामी यहाँ वीरगन्जमा छौँ। वीरगन्जबाट यो वीरगन्जको वाइवाई फ्याक्ट्री हो। अब यहाँबाट चाहिँ हामी वीरगन्ज हुँदै नारायणघाटबाट मोगलिनबाट चाहिँ हामी पोखराबाट चाहिँ मुस्ताङ, बेनी मुस्ताङबाट चाहिँ हामी चीनमा पुऱ्याउँछौँ। अहिले त बाटो एकदमै सजिलो छ, हाइवे भयो के अरे। अनि अगाडि गएपछि चाहिँ पोखरा कटेपछि चाहिँ अलिकति गाह्रो छ बाटो चाहिँ। अनि अहिले चाहिँ मजा आइरहेको छ, सरर हिँडिरहेको छ के अरे। अनि पोखरा कटेपछि चाहिँ अलिकति अफ रोडहरू आउँछ। अफ रोडहरूमा पनि अब तपाईँहरूलाई म देखाइहाल्छु कतिको मजा आउँछ होइन चलाउनलाई। अफ रोड म्यापहरूको लिङ्क पनि मैले तल डिस्क्रिप्सनमा राखिदिन्छु, त्यसको लागि चाहिँ टेन्सनै नलिनु होइन। अहिले चाहिँ हामी पुगेको छौँ नेपाल चाइना बोर्डरमा। आज हामी चीन प्रवेश गरेका छौँ। अब चाहिँ सुरु हुन्छ हाम्रो चीनको बाटो। टक्क लाएर हामी चीनमा पुगिसकेको छौँ। अब देख्न सक्नुहुन्छ यहाँ चाहिँ चीनबाट गाडीहरू पनि आइरहेको छ होइन। बाटो चाहिँ बवालै छ है, दामी लाग्यो मलाई बाटो यहाँको। अनि चाहिँ हामीले यहाँनिर अलिकति रिस्की पनि छ अरे बाटो, हल्का अफ रोड पनि रहेछ। फेरि पानी पनि परिरहेको छ हल्का। अनि उताबाट गाडीहरू पनि टन्नै आइरहेको छ र ठिकै छ, दामी लाग्यो मलाई चाहिँ चीनको बाटो। ओ धन्नै कटिङै पुग्दो रहेनछ यसको यार, अलिकति गाह्रो भयो कटिङ जान्नलाई।
अनि सरर हामी जाँदैछौँ, देख्न सक्नुहुन्छ त्यहाँबाट नेपाल जाँदै गरेको गाडीहरू नेपाल जाँदै गरिरहेछ चिनबाट। सरर हिमालहरू पनि देख्न सक्नुहुन्छ दामी। यो मुस्ताङ नजिकै भएको कारणले यहाँ चाहिँ हिमालहरू देखिरहेको छ। यी सबै मुस्ताङबाट फर्केका गाडीहरू हुन्। मुस्ताङबाट यसो चिनमा पुगेर अनि आउने गाडीहरू हुन्। अब चाहिँ यहाँनिर धेरै उकालो रहेछ, उकालो बाटो अलिकति गाह्रो छ। गाडीले अलिकति तान्न पनि गाह्रो मानिरहेको छ। धेरै छन् त चाउचाउ भन्ने मात्रै हो, धेरै लोड छ। अनि हामी यहाँनिरबाट चाहिँ अफरोड सुरु गर्छौँ। अफरोड ड्राइभ सुरु गर्दैछौँ गाइस, देख्न सक्नुहुन्छ गाडीले मजाले सरर तानिरहेको छ। अब बिस्तारै हामी चढ्छौँ उकालो चढ्दैछौँ। टर्निङहरू पनि बबालै कटिरहेको छ। यहाँनिर चाहिँ अब गाडीले हल्का दुःख त मानिरहेको छ, तर चढिरहेको छ जे होस् सरर। र यहाँनिर ठाडै उकालो रहेछ गाइस, देख्न सक्नुहुन्छ। ला यहीँ रोक्यो यार, ल पिकअप तोड्यो त यसले त। हेत्तेरी गाह्रो पो भयो त यार, सेट गाइस हेर्नु त पिकअपै तोडिदिरह्यो यार ट्रकले। कस्तो तान्नै गाह्रो मान्यो त ट्रकले त यार। बल्ल बल्ल हामी निकालेर अब चाहिँ ओह्रालो झर्दैछौँ, देख्न सक्नुहुन्छ ट्रक चाहिँ। अब चाहिँ हामी अलिकति यो बिचको बाटो भयो नि त, त्यही अफरोड भयो क्या, हल्का बन्दै रहेछ यहाँनिर पनि बाटो। सो अब चाहिँ हामी ढिला नगरिकन अब यहाँ पिच बाटोमा आइसकेको छौँ। टक्क लाएर सरर जाँदैछौँ। ओह्रालो रहेछ बाटो, हल्का ओह्रालो रहेछ, जाँदैछौँ, देख्न सक्नुहुन्छ। अनि भिडियो कस्तो लाग्यो गाइज कमेन्ट गर्नु होला र च्यानललाई चाहिँ सब्सक्राइब प्लिज गरिदिनुहोस्, किनकि हजुरहरूको एक सब्सक्राइबले नै म अघि बढ्ने हो। सो अनि टक्क हामी जाँदैछौँ। यसको लिङ्कहरू सबै तल छ, चेकआउट गर्न सक्नुहुन्छ। अनि टक्क अब अफरोड भन्दा नि पिच त रहेछ बाटो, तर हल्का खाल्टाखुल्टी रहेछ बाटो। चिनको बाटो पनि खासै रहेनछ गतिलो त। र ठिकै छ, यहाँनिर चाहिँ देख्न सक्नुहुन्छ गाडीहरू टन्नै सरर हिँडिरहेको छ। उकालो रहेछ यहाँनिर पनि। यहाँनिर नि गाडीले अलिकति पिकअप तोड्ला जस्तो मानिरहेछ, तर यत्तिको चाहिँ नतोड्नु पर्ने हो। यो चाहिँ मेरो फर्स्ट लङ जर्नी हो होइन, एकदमै गाह्रो नै भयो अलिकति गाडीले त नतानेर होइन। फर्स्ट टाइम यति लामो बाटो नेपालदेखि चिनसम्म फर्स्ट ट्रिपमै मजा आइरह्यो, तर मजा त मजै आयो होइन। सो गाइज अब चाहिँ गाडीहरू हिँडिरहेको छ यहाँनिर, गाडीले अलि नतान्ला जस्तो मानेको छु। सो नेक्स्ट पार्ट पनि बनाउनु पर्ला जस्तो छ, भिडियो चाहिँ धेरै लामो नबनाऊँ। सो भिडियो अहिलेसम्म हेरिदिनु भएकोमा थ्याङ्क यू सो मच गाइज, र च्यानललाई सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला। अनि यहीँनिर गाडी यसो पार्किङ गरेर इन्जिन पनि धेरै हिट भयो क्या, त्यहीबाट एकछिन सेलाउन दिन्छु म चाहिँ। सो थ्याङ्क यू सो मच गाइज फर वाचिङ।